हेलो नमस्ते सबैजनालाई। आज मैले मेरो विकेन्ड स्टोरी लिएर आएको छु। यो शनिबार कुनै प्लानिङ गरिएको थिएन, कतै घुम्न जाने प्लानहरू खासै थिएन। किनमेलका कामहरू थिए, त्यसैले समय अभाव हुनसक्छ आरामले घुम्नको लागि भनेर चाहिँ हामी बिहानको समय आरामले खाना पकाउने, खाना खाने, घरमा एकछिन बस्नेतिर लाग्यो। बिहान खानसाना खाएर मिठो मिठो आँप खाएर हामी चाहिँ बिरुवा घरतिर लाग्यौँ। बिरुवा घरमा जाने एकदम रड लागिरहेको थियो मलाई चाहिँ। यसको एडभर्टाइजमेन्ट देखिने बित्तिकै मलाई जाउँ लागेको थियो र त्यहाँ गएर मैले पट अनि त्यसपछि एउटा टेबल प्लान्ट लिएँ र घरमा भएको प्लान्ट, स्नेक प्लान्टलाई चाहिँ त्यो त्यहाँबाट ल्याएको पटमा चाहिँ मैले ट्रान्सफर गरेँ। अनि त्यसपछि हाम्रो अप्पर प्लान बन्यो होइन, घुम्न जाने प्लान बन्यो। त्यो पनि दिउँसोको 3 बजीतिरको प्लान हो। हामी घुम्नको लागि सन्तानेश्वर मन्दिरतिर लाग्यौँ। हामी पहिला दुवैजना त्यतातिर गएको थिएनौँ र राम्रो छ भन्ने सुनेर लजाउन त भन्यौँ। त्यहाँ पुग्दाखेरि सुन्दर थियो त्यो ठाउँ। एकछिन हामी त्यहाँको हरियालीमा हरायौँ, आरामले इन्जोय गऱ्यौँ त्यहाँको हरियालीलाई। अनि हामीले भिडियो क्लिप्सहरू पनि टन्नै लियौँ त्यो एरियामा। अनि त्यहाँ हामीले अब चाइल्डहुड मेमोरी भन्ने कि अब के भनौँ है, मलाई यसको नाम चाहिँ आउँदैन। हामीले ट्याटु बनाउने भनेर चाहिँ ट्याटु बनायौँ। एकछिन त्यसैमा रमाइलो गऱ्यौँ हामीले। नाम चाहिँ यो प्लान्टको के हो थाहै छैन, यदि हजुरहरूलाई थाहा छ भने चाहिँ कमेन्टमा लेख्नु होला। र त्यसपछि हामी चाहिँ मन्दिर माथितिर लाग्यौँ, सन्तानेश्वर मन्दिरको दर्शन गऱ्यौँ र माथि पनि भजन कीर्तन गर्ने ठाउँहरू अनि सुन्दर सुन्दर बोट बिरुवाहरू लगाइएको थियो। माथि पुगेर पनि हामीले त्यहाँको दृश्यहरू अवलोकन गऱ्यौँ। त्यहाँको कलाकृतिहरूलाई चाहिँ क्यामेरामा कैद गऱ्यौँ। त्यहाँबाट देखिने दृश्य एकदमै सुन्दर थियो। माथि डाँडा पुगेपछि चाहिँ जे होस् रमाइलो अनुभव भयो। सन्तानेश्वर मन्दिरमा चाहिँ माथितिर एकदम हावा चलेको थियो, शीतल थियो मौसम चाहिँ। कतै पानी पर्छ कि भनेर चाहिँ हामी डराइरहेको थियौँ। छन त हामीसँग रेनकोट छँदै थियो, तर त्यहाँबाट फर्किहाल्ने मन चाहिँ हामीलाई थिएन। त्यहाँको वातावरण अत्यन्त सुन्दर थियो र माथि डाँडाबाट देखिने दृश्य एकदमै मनमोहक थियो। सहरदेखि टाढा यति प्यारो, यति सुन्दर ठाउँ रहेछ है। अब यो ठाउँमा हामी फेरि पनि आउने डेस्टिनेसनको रूपमा चाहिँ लिन सक्छौँ। एकदम आनन्दको महसुस हुने एरिया रहेछ यो चाहिँ। हामी माथिबाट देखिने दृश्यहरूमा चाहिँ एकछिन हरायौँ र मन्दिर वरिपरिका दृश्यहरू चाहिँ हामीले लियौँ। र त्यहाँ भजन पनि हुँदै थियो, भजन कीर्तन पनि हुँदै थियो। हुने तर्खर चाहिँ थियो, हुन चाहिँ सायद 5 बजिसकेपछि अराउन्ड 5:30तिर हुन्छ होला। सुरुवात चाहिँ हुँदै थियो, तर त्यस्तो धेरै लगातार रूपमा चाहिँ भजन कीर्तन गरिएको चाहिँ गर्न सुरु गरिसकेको चाहिँ थिएन। अनि यसरी नै हामी चाहिँ यो शनिबार विदाउट प्लानिङ होइन, नजिकैको यस्तो रमणीय स्थानमा गएर रमायौँ, भिडियोहरू पनि खिच्यौँ, आरामले इन्जोय गऱ्यौँ त्यो ठाउँलाई। अनि आरामले फर्क्यौँ। यहाँको हरियाली र एकदम शान्त वातावरणले चाहिँ हामीलाई एकदमै रमाइलो अनुभव गरायो। यहाँ आउनाले अब हाम्रो स्याटरडे पुरै फुलफिल्ड भएको फिल गरायो। र यो भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद छ।